है त साथीहरू म चाहिँ जहाँ सधैँ लाइभ बस्छु यहाँ पछाडि कुर्सीमा छु होइन यतापट्टि फ्यानले हान्छ मलाई उतापट्टि कुखुरा कराउँछ यतापट्टि चाहिँ फेरि हाम्रो जसलाई लायो उयो बोलिरहनुहुन्छ यता यता नि बोलिरहनुहुन्छ यता नि चल्छ फेरि एउटामा भिडियो बनाइरहेको छु एउटामा उता फेरि उता नि गराइरहेको छ होइन त्यो भएपछि भात खाइसकेपछि बेला यस्तो हुन्छ चाँडै उठ्छु म तपाईँहरूलाई थाहा छ म तपाईँको त्यही हो क्या तल चाहिँ 3टा 4टा 5वटा मोबाइलले हान्ने कोही चार्जमा हान्ने ऊ अर्को पङ्खा अर्को स्ट्यान्ड यताउता स्ट्यान्डमा यता छ अलिकति हामी पनि लड्छु तर यहाँ सुत्ने होइन हामी चाहिँ यो फाल्टु कोठा यसो पाहुना साहुना आउँदाखेरि नयाँ ल्याइदिने यसरी बन्छ मेरो चाहिँ भिडियोहरू बुझ्नुभयो नि साथीहरू सधैँ सागबारी सधैँ हिमाल देखाएर मैले सक्दिनँ टोपी सोपी यतै हुन्छ गन्जगल यता त्यता यस्तै हो मेरो चाहिँ साथीहरू होइन म यहाँ चाहिँ उभिएको छु जहाँ बस्छु सधैँ यहाँबाट क्यामेराले हान्छ अब हे डम्फुराखातिर चाहिँ अर्को क्यामेराले फेसबुक लाइभ हान्दै हुन्छु मैले फेरि सबै डिभाइस गराउँदाखेरि त एकैजना गराउँदाखेरि त कहिले त औडा हुन्छ तपाईँको 3-4 घन्टा एउटै मान्छे कराइदियो भने सुन्यो होइन साथीहरू यस्तै हो तपाईँहरूले देख्नु पर्दा चाहिँ यही हो मेरो सिम्पल होइ कि होइ गरेर यता चाहिँ सेक्युरिटी कम्पनी छ क्या घरमा साथीहरू हे गरेर गराउँछ कहिले म्युजिक लाउँछ फेरि त्यो भएर मैले चाहिँ यता लामखुट्टे नछिरोस् भनेर यसो यस्तै लहरा युट्युबको लगानी कति हुन्छ भन्ने कुरो तपाईँहरू थाहा होला लहराहरू यहाँ कतिचोटि चेन्ज गरेँ मैले लहरा मोबाइलहरू ल्यापटप सबै थोत्रिन्छौँ साथीहरू सबै हामी पनि थोत्रिन्छौँ सक्दो चाहिँ सही गर्नुपर्छ है साथीहरूले त्यो भिडियो हेर्ने त अर्थो त काम के रहेर भिडियो बनाउनै हाल्ने भिडियो हेर्ने लाइभ बस्ने साथीहरूको लाइभमा जाने मेरो डम्फु त्यही हो एउटा ड्याङ्की ड्याङ हान्ने त्यही पार्ने त्यही हो निन्द्रा लाग्यो भने यहाँ पल्टिनु पनि मिल्छ मिल्नलाई किनभने चाँडै उठिन्छ नि दिउँसो एकचोटि चाहिँ त्यस्तै हो त्यति लाग्दैन है साथीहरू यो भिडियो कस्तो बन्यो मलाई चाहिँ प्रगति विवरण चाहिँ प्रतिक्रिया दिनु ल तपाईँहरू कसरी बस्नुहुन्छ कसरी चलाउनुहुन्छ भनेपछि म यहाँ यसरी लाइभ बसिरहेको हुन्छ क्यामेराले त्यहाँबाट हानेर हुन्छ खुट्टातिर फेरि लामखुट्टे कराइरहेको हुन्छ यता साथीहरू बोलिरहेको हुन्छ यता सुली च्यापेको अवस्था अहिले चाहिँ फेरि होइन भन्न साथी अब फेरि मैले यता निकालेर अरू हानिदिरहेको हुन्छ यस्तै त रहेछ नि माया जाल पनि टोपीहरू त्यही हुन्छ हतार कहिले कुनै टोपी लगायो उहाँ चाहिँ बिहान उठेदेखि लाग्यो साथीहरू चिताउनुमा गर्नेसँग दुई तिनचोटि चाहिँ चिसो पानी नुहाउने सुत्ने बेलामा उठेपछि दुईचोटि चाहिँ म त डगी लिएर हिँडिदिन्छु यसो फ्रेस हुनलाई करेसाबारी कहिले छततिर ड्याङडुङ यस्तै भइरहेको हुन्छ साथीहरू है यो भिडियोलाई नि प्रतिक्रिया दिनु होला हेरिदिनु होला है त साथीहरू है